लाइभ मलाई त ठाउँ दिनु राष्ट्रिय स्वतन्त्र पार्टी मालिक नगर समितिद्वारा आयोजित स्कुलमा सभाका सभापति राष्ट्रसभाका पदाधिकारी र संघका आदरणीय बुवा आमा दाजुभाइहरू सबैलाई मेरो हार्दिक नमन र नमस्कार। आदि खोला उर्लेर आयो आउने थिएन मायाले बोलायो। हिजो लगभग 4-5 बजेसम्म म नेपालको हाम्रो संघीय संसदमै थिएँ। यहाँहरू सबैलाई थाहा छ अहिले एक किसिमको आन्दोलन नै छौँ हामी। पछिल्लो पटक यो काण्डको देश सबभन्दा पछिल्लो काण्ड चाहिँ नियम बनाएर संयन्त्र बनाएर एकदमै संगठित ढङ्गले दशौं हजार नेपालीहरूलाई अवैध तरिकाले विदेश पठाउने, पैसा वसुल्ने, ठग्ने, मानव तस्करीको यो ठुलो सञ्जाल भएर प्रकाशमा आएको छ। अरू पार्टीले धेरै बोलेको सुनिँदैन, तर राष्ट्रिय स्वतन्त्र पार्टीले यो मानव तस्करीको सञ्जाललाई उजागर गर्ने गरी, यसलाई भण्डाफोड गर्ने गरी, यसलाई नाङ्गे झार पार्ने गरी एउटा न्यायिक छानबिन आयोग नबनेसम्म यो संसद चल्न दिँदैनौँ भनेर हामीले चाहिँ यो एक हप्तादेखि अडान राखेका छौँ। हिजो झन्डै 4 बजेसम्म हामी त्यही थियौँ। हिजो पनि संसद बच्चै भएपछि म 24 घण्टाकै लागि आएको भए पनि उहाँले यति धेरै माया, त्यति धेरै अनुरोध यहाँले गर्नुभयो र म लामो समय निकाल्न चाहिरहेको थिएँ। हुन त म विदेशका 65-70 देशहरू घुमेँ, नेपालकै पनि 65-70 भन्दा बढी जिल्लाहरू घुमेँ। सेन्टर पनि नआएको होइन, तर नआएको धेरै भएछ। त्यसैले नेसनल भेट्न भने पनि यसपालि एकै दिनका लागि हिजो आइपुग्यो। राति 7-8 बजेदेखि पोखराबाट हिँड्दा पुतली बजार हुँदै भिरकोट अड्दै यहाँ वाली आइपुग्दाखेरि झन्डै राति 10:30 बजी बसिसकेका थियो। आज बिहानै 6 बजेदेखि नै तपाईँहरूको पहिचानसँग जोडिएको गरौँसुर मन्दिर पनि पुग्यो। त्यहाँ गएर पूजा अर्चना गरेर हामी कल्याण गयौँ। कल्याणबाट चाहिँ बिरबिल हुँदै कालीगण्डकी आएको हेरेर फेरि वालीबाटै अब आज 7 बजेको ट्रेन थियो। खै भ्याइन्छ कि भ्याइँदैन थाहा छैन, तर यति धेरै माया हामीहरू हो र यसलाई मैले एकदमै हाम्रो पार्टीले पुँजीको रूपमा ग्रहण गर्दै अब यो लगभग अन्तिम लडाइँमा हामी छौँ जस्तो मलाई लाग्छ। धेरै मभन्दा अगाडि बोल्ने साथीहरूले पनि आफ्नै तरिकाले आफ्नै बानीमा धेरै कुरा लगाइसक्नुभयो। राजनीति तपाईँहरूले देखे जस्तो, मुलुकको अर्थतन्त्र तपाईँहरूले सुने जस्तो, पढे जस्तो भन्दा धेरै नै अगाडि बढिसकेको छ। त्यसैले यसलाई सम्हाल्नु पर्नेछ। राजनीतिको काम अलिकति आशा जगाउने हो, तर त्यो आशा नै निभाउने काम विगतका राजनीतिकर्मीहरूले गरेका हुनाले र बिरामी साथीले एउटा आँट गर्नुभयो, ठुलो जोखिम बोल्नुभयो। उहाँ आज जुन अवस्थामा हुनुहुन्छ, सायद उहाँमा एउटा पूर्वाभास थियो म बत्तिएर अगाडि बढ्यो भने यसले मेरो पार्टीको गतिलाई बोल्न खोज्दैछ भन्ने पूर्वाभास मलाई थियो। त्यसैले मैले उहाँले आँट गर्नुभयो, जोखिम बोल्नुभयो। हामीहरू जस्ता हजारौँ मानिसहरूलाई जोड्नु भएको छ यो अभियान र आज उहाँमाथि जुन राजनीतिक सोच साझेर अन्याय गरिएको छ त्यसको कानुनी उपचार त हामी खोज्दै नै छौँ। र यसलाई अब भित्रभित्रै यो मकिएको कुहिएको यो राज्य प्रणाली जुन छ त्यसलाई राजनीतिक रूपमा हामी सशक्त भयो भने मात्रै पास गर्ने लगभग त्यो बिन्दुको निष्कर्षमा हामी पुगेको हुनाले
अब हामी घर आँगन चोक चौकामा चिया पसल तपाईँको घरदैमा आएर राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो अभियान छेड्न खोजेको हो, यो मुलुकको दुरावस्थाका लागि को जिम्मेवार छ, किन यो दुरावस्थामा आइपुग्यो, यसलाई हामी सम्हालेर माथि कसरी लिएर आउँछौँ र यो अभियान छेड्नु हुने यसका संस्थापक हाम्रा सभापति वैज्ञानिक शान्तिजी माथिको अन्याय र उहाँप्रति तपाईँले सबैले देखाइराख्नु भएको बढ्दो पनि छ माया सद्भाव, यसलाई हामी सङ्ग्रह गरेर यसलाई जोगाएर अब 84 को आम निर्वाचनबाट ठुलो जवाब दिनुपर्नेछ, घन्टी बजाउनु पर्नेछ। यहाँ ओवरवालिङका धेरै उद्यमी व्यवसायी राजनीतिक व्यक्तिहरू आज जोडेर गएको छ। उहाँहरूलाई थाहा छ मेरो अर्थतन्त्रको सकस यो पीडा। तपाईँहरूले घरबाट बाह्रमा सक्दा नसक्दै नेपालको त्यति आश छैन, अब विदेशमै जानुपर्छ, विदेशमै गएर म आफ्ना सपनाहरूको खेती गर्नेछु, मेरा आकांक्षाहरूको पूर्ति नेपालमा हुँदैन, म बाहिर नै गएर गर्छु भनेर तपाईँ हामी सबैको घरमा एकजना पात्र छ। गत सालको मात्र तथ्याङ्क हेर्ने हो भने 8 लाख जति अस्थायी रोजगारीको लागि बाहिर जानुभएछ। के गर्छ 1,25,000 भन्दा बढी पढ्न भनेर जानुभएछ भारतमा आएका छन्। त्यो पढ्न भनेर गएकाहरू फर्किनेवाला छैन र त्यो 7-8 लाख अस्थायी रोजगारीका लागि हाइडल कोरिया मलेसिया जानेहरू पनि पहिला अलिक पैसा कमाएर त्यसै फर्किँदा भन्ने आशा गर्नुहुन्थ्यो। अहिले अब त्यतैबाट युरोपतिर जान सकिन्छ कि अस्ट्रेलिया जान सकिन्छ कि जापान अमेरिका जान सकिन्छ कि भनेर कोसिस गरिरहेको यो आशा यो देशमा अब केही पनि गर्न सकिँदैन। एउटा राजनीतिक पार्टीको बिचौलिया बनेर केही पनि काम गर्न सकिँदैन। एउटा नेताको दौरा नसमाउने हो भने यहाँ केही पनि हुँदैन भनेर यो आशा मार्ने एउटा स्वाभिमानी नेपालीहरूको आशा नै मार्ने जुन काम भएको छ राजनीति, अब हामी यस विरुद्ध गर्नै पर्नेछ। हरेक पुस्ताहरू जोगाएर आफ्नो युग आफ्नो पुस्तामा यो अभियानहरू सुशासनको अभियानहरू छेड्ने गरेकै छ। त्यसले अब हाम्रो पुस्ताको पालो आएको छ। त्यसैले हजुरले आज वालिङमा यति ठुलो माया यति ठुलो साथ सद्भाव देखाइदिनु भएको छ। मलाई लाग्छ यहाँको ऊर्जा यहाँको यो पुँजी एउटा तरङ्गको रूपमा अब देशलाई उठ्न जानेछ। त्यसैले कुनै बेला लोकतान्त्रिक आन्दोलनका धरोहर विश्वस्त शास्त्रीयवादले स्याङ्जा आएर लोकतान्त्रिक सङ्गठन कस्तो हुनुपर्छ स्याङ्जा गएर हेर्नु भनेर भन्नुभएको होइन। अब हामीले पनि भन्न सक्छौँ घन्टी बजेपछि थालेको कसरी गर्छ